हे हात्ती खायो बालाले खुट्टा खायो चपलाले यही करी मसालाले वर्ष दिनी छुटेर हिँडिनु धरती पढ्यो ओ ससरे गइमा बादलै छैन कहिलाई दिनु दोष जिन्दगी यस्तै छ मेरो उही खोली बागी लागि जय खोली भैँसाली लाया क्या कर म आई लागि जातु लाया वैयासिनो हेडिटा कागु नाका दुई बाला बयाली खेला चैत फागुनका यी महिना कसरी काटु अहिले बडीमालिका नगरपालिका वार्ड नम्बर 2 जुगाडा गाउँ आएको छु हामीले केही महिना अगाडि एउटा भाइरल जोडीको गीत मैले सामाजिक सञ्जालमा फेसबुकमा राख्दाखेरिमा एक किसिमको भाइरलै बनेको थियो र उहाँ जो जोडीको एक हप्तामा भाइरल भएको अथवा त्यो सामाजिक सञ्जालमा एकदमै चर्चा पाएको गीत उहाँहरूले गाएकोमा उहाँको श्रीमती बित्नु भएको थियो उहाँ राधिका गन्धर्वको मृत्यु भयो र उहाँ आज जोगेन्द्र गन्धर्वसँग भेट भएको छ उहाँको गाउँ पुगेको छु दाइ तपाईँ आराम हुनुहुन्छ हजुर आराम छु राजा अनि तपाईँको त्यत्रो एकदम परिवार जस्तो जोडी थियो राधिका दिदीको अकस्मात निधन भयो तपाईलाई अहिले कसरी दिन बिताइराख्नु भएको छ के भइराखेको छ हजुर अब एक्कासी यसरी उसको निधन हुँदाखेरि म पनि आफू पनि पागलकै तरिकामा भइयो सर त्यसबाट अब घर आइयो घर आइसकेपछि अब जेठी बुढी छोरा आएर दिल्ली लग्यो केही 6-7 महिनासम्म त पागलकै तरिकामा हिँडियो दिमाग पनि थिएन फेरि छोराले सम्झायो जेठी बुढीले सम्झायो अहिले गर्दा गर्दा 1 सालको अब हुनै आँट्यो अब अलि दिमागमा अलि केही सहितो भएर अलि याद त आइरहन्छ नआउने कुरो होइन त्यस्तो जोडीको त्यो हुन त तपाईँ गीतै गाएर भाइरल भयो त्यो यादमा केही 1-2 वटा गीत पनि आइरहन्छ म उसका गीत अझै पनि म आफू मरिजाउँला उसका गीत बिर्सनेवालो छैन आज मादल त छैन नि त्यो मादल छैन मादल उही राधिकाको बजाउने मादल हो कालीकोटमै रह्यो पक्कै पनि उहाँ हामी आज जोगेन्द्र गन्धर्व दाइलाई भेटायौँ उहाँकी श्रीमती फागुन 18 गते मृत्यु भयो हामीले फागुन 11 गते उहाँहरू बाजुराको जुड्डीमा हामीले भिडियो खिचेका थियौँ त्यो एकाएक किसिमले चर्चा पाएको थियो पक्कै पनि राधिका दिदीको आत्माले शान्ति पाओस् दाइलाई धेरै पछि भेट भयो राधिका दिदीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु